नमस्कार, वेलकम टु द युट्युब च्यानल सनिल अफिसियल युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्णलाई नमस्कार। सन्चै हुनुहुन्छ? हजुर पनि यता सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ अनि आशा गर्दछु। आज एउटा नयाँ भिडियो लिएर आएको छु। सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला है। यो देखिएको कनिम डाँडाको डाँडा है। म आज चाहिँ फ्राइडेको सटरडेको दिन हिँड्दै दोकान जाँदैछु, पसल जाँदैछु। घाम यस्तो टल्किरहेको छ है। कस्तो गाह्रो भइरहेछ कि हिँडेर जानु पर्यो। घरबाट लगभग 2 घन्टा हिँड्न सक्नेलाई 2 घन्टा, नसक्नेलाई 3 घन्टाको बाटो हिँडेर म महेन्द्रपुर पसल जाँदैछु। कस्तो लाग्छ है, एकदमै गाह्रो छ। मोटी छु कि सबैले मोटी हिँड्न एकदमै सक्दिनँ कि गाह्रो छ होइन। यो रोड टल्केको भएर हिँड्न नसकेको अवस्था कि यताबाट झर्न पाएको भए हुन्थ्यो नि। म झरेँ यताबाट। सर्टकट बाटो खोज्दै हिँड्दै गर्न पर्यो। मेरो भिडियोलाई धेरै माया गरिदिनु भएको छ, अझै पनि माया गरिदिनु होला र सब्सक्राइबर पनि गरिदिनु होला र एकदमै धेरै सेयर गरिदिनु होला भन्न चाहन्छु। यो बाटोमा भिडियो बनाउँदै हिँड्दाखेरि अलिकति घरका मान्छेहरूले के नेगेटिभ सोचेर बोले पागल, तर कतिले बनाएर हालेको हुन्छ। लामो भिडियो बनाउनु सकिन भन्नुहुन्छ होइन। लामो भिडियो बनाउनु पाउँदिनँ कि यसो भिडियो बनाउनलाई हेर्ने मान्छेहरू आएको हुन्छन्। त्यही भएर नै अलिकति बनाउन गाह्रो हुन्छ कि त्यही भएर बनाएर हालेको छैन। आज चाहिँ एउटा भ्लग बनाएर हालौँ भनेर मैले बाटोमा आएर बनाएको छु। सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। हामीलाई पनि हजुरहरूले माया गरिदिनु भयो भने हजुरहरूको भिडियोमा नि सपोर्ट गर्ने मौका मिलेको हुन्छ, मौका पाइन्छ। हिँड्नलाई चाहिँ एकदमै गाह्रो। हामी चाहिँ यस्तरी हिँडेका छौँ है। हाम्रो दिदी, भिनाजु, भान्जा र मैले आज छोड्न हिँडेको कि बसमा आएर मैले चाहिँ यहाँ दिदीलाई चाहिँ हिँडालिदिएको के बाटो होइन। इन्डियाबाट त 5 वर्षको अन्तरालमा नेपाल आउनुभएको अनि आज चाहिँ छोड्न जाऊँ भनेको बसै आएन कि हिँड्दै लिएर जानु पर्यो। त्यसैले कस्तो घाम छ, यो घामले मान्छे त मर्छ कि यस्तो गर्मी छ बाबै। कस्तो टल्किरहेछ कि यो घामले गर्दाखेरि भिडियो नि कस्तो आयो होला है। एकदमै नराम्रो आयो होला कि भिडियो पनि। यो जम्मै देखेको यो डढेलोले खाएको वन है, देख्नुभएको छ हजुरहरूले। थोरै देखाइदिएको छु। यो चाहिँ पानी, यहाँ चाहिँ कति समय चिसो पानी फ्रिजमै राखे जस्तो हुन्छ यहाँको पानी। सबैजना पोखरा भेलीको मान्छे आएर खाएको हुन्छ कि यहाँको पानी। अहिले त सुकेर क्या पानी है, पानी देखेको छैन। अहिलेलाई चाहिँ भिडियो यति नै। अर्को भिडियोमा भेटौँला। ओके, बाई बाई।